दुईटा बेजी चाहिँ हानिसके अनि 3टाको पालीमा फेरि पनि लिएर जाँदैछु। अब स्कुलको टी गरेर त हुँदैन, स्कुल पठाए, स्कुलबाट आइसक्यो अनि आएर फटाफट चाहिँ म उसलाई लिएर जाँदैछु। ऊ पनि कुदै कुदै निस्किँदैछ अनि आएर यहाँ मन्दिर अगाडि आएर पर्खिराखेको छु हस्बेन्डलाई, तर हस्बेन्ड चाहिँ आइपुग्नु भएन। यति देरी भयो नभन्नुहोस्। आउँछु आउँछु त्यही त हो, ड्राइभरले अहिले आइपुग्यो भरे आइपुग्यो भन्दा भन्दै देरी गराइदिन्छन् अनि मैले गाडी भेटिहालेँ र म चाहिँ निस्किसकेर छु। हेर्न सक्नुहुनेछ हाम्रो गाउँको नजारा कति प्यारो छ। अनि यता मायाबिनी गाउँदै गाउँदै थोते जाँदैछ, यसको दाँत खुस्किएर हेर्न सक्नुहुन्छ, निस्किन त निस्किरहेको छ तर यो टाइममा चाहिँ दाँत निस्किँदा कति राम्रो सुहाउँछ होइन भन्नुहोस् त। र यो चाहिँ बोरो गाउँ हो, हामीहरूको गाउँको छेउ र मन्दिर हो है यो चाहिँ। र धनसिरी घाट पनि आइपुगिसकेर चाहिँ हेर्न सक्नुहुनेछ। अनि यहाँ आएर पर्खिराखेका छौँ फार्मेसीमा, धेरै नै भिडभाडका आज बजार छ। अनि यता छोरीले दबाईहरू दिँदैछ अनि हामीहरूले बाबुले भन्नु कि अरू फार्मेसीमा नलानु, मेडिकल नलानु, दुखाउँछन् अरे। अस्ति मैले मेडिकलमै बेजी हानेर थिएँ लेकिन दुखो अरे, अनि दिदीले हानेको चाहिँ बेजी दुखेन अरे। अनि दिदी भाइठामै पुऱ्याइदिनु पर्ने अरे। अनि उसको दिदीले अब मायाले बेजी हानिदिएपछि त कहाँ दुख्छ होइन भन्नुहोस् त। सबै कुरो ठुलो माया त हो र धेरै माया गर्छ। अनि बेजी हानिदिँदाखेरि चाहिँ हाँस्दैछ, ऊ पनि रुन पनि खोज्छ बिचरा, अब दुख्छै होइन। केटाकेटीलाई बेजी भनेपछि त यसै नै डराउँछन् लेकिन ऊ त्यति डराउँदैन अनि केही खान्छु भन्न थाल्यो। अनि यता ल्याएर मैले बसाइसकेर चाहिँ हामी खाना बसिरहेछौँ। खाएको चाहिँ देखाइनँ किनकि भिड भडका बेसी नै थियो। यहाँ अगाडि अब दुईजना आएर बसिरहेको थियो, एकदमै अप्ठ्यारो लाग्छ होइन भन्नुहोस् त। त्यही भएर चाहिँ कति प्रायले अब राम्रो सोच्दैनन्। अनि कुदै कुदै गएर हस्बेन्डको गाडीमा चढिसकेर चाहिँ हेर्न सक्नुहुनेछ, हस्बेन्ड पनि ठिक्क आइपुग्नु भयो बजारबाट। अनि मान्छे पनि धेरै थियो, भिड थियो र पनि जेन तेन अब भिडियो चाहिँ गर्नै पर्छन् हामीहरूको होइन भन्नुहोस् त। त्यही भएर अनि हामीले धनसिरी घाट चाहिँ छुट्याइसकेर चाहिँ हेर्न सक्नुहुनेछ धनसिरी घाटको नजारा र एकदम भिडमा हेर्न सक्नुहुनेछ। अब बल्ल बल्ल घर चाहिँ अब रास्तामै रोकेर अनि हामी हिँड्दै हिँड्दै जाँदैछौँ आमा छोरा भएर। अब घर पुग्नु पर्यो, अब छोरो पनि आइपुग्यो होला, उसको दादा पनि। र हेर्न सक्नुहुनेछ ऊ आएर चाहिँ भात पस्केर खाना आँटेको रह। र गाइस आजको भिडियो यतिमै एन्ड गर्न चाहन्छु। के कस्तो लाग्यो, राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर अनि